सुजन चोखाललाई भर्जिन उपनामले चिन्छन् र सुजन चोखालको अन्तर्राष्ट्रिय लेभलमा भने नेपालको प्रतिनिधित्व गर्ने उनी छनौट गेममा पनि परेका थिए र उनको अन्तिम विकल्पमा उनी फालिएका थिए। अझै पनि भन्छन् सुजन चोखाललाई इम राणा मगरले, सुजन चोखाल भाइ मभन्दा स्कलमा बढी नै छ, मैले गर्दा हो सुजन चोखालले अवसर नपाएको भनेर उनले माफी पनि माग्छन् सुजन चोखालदेखि। सुजन चोखालको उनको त्यो स्केल, उनको त्यो डिफेन्स, उनको त्यो ब्लक पनि उत्कृष्ट नै हुने गर्थ्यो। उनको बेला बेलामा उनको त्यो स्पाइकले पनि सम्पूर्ण दर्शकहरूको मन जित्ने नै गर्थ्यो। गण्डकी प्रदेशमा लामो समय भलिबल जीवनमा करियर बिताएका सुजन चोखाल भने यतिखेर वैदेशिक यात्राको लागि जापान गएका छन् र जापान पनि उनले छुट्टी भएपछि उनले गेम नै खेल्ने गर्छन् र जति पनि नेपालमा अहिले गेमहरू हुने गर्छन्, ठुल्ठुला प्रतियोगिताहरू, उनीलाई सम्पूर्ण गण्डकीवासी दर्शकहरूले मिस गरिरहेका हुन्छन्। त्यही सुजन चोखाल, त्यही घनश्याम चौधरी, त्यही युवा रवि केसी जस्ता पनि खेलाडीहरू दर्शकहरूले सम्झिरहेका छन् र विशेष गरी त म्याग्दी जिल्लालाई चिनाउनुमा उनको सुजन चोखालको धेरै हात रहेको छ। यतिखेर उनी परदेशमा छन्। हस् त, हजुरलाई सुजन चोखालको बारेमा मैले भन्दा हजुरलाई धेरै थाहा छ। भिडियो कस्तो लाग्छ लाइक, कमेन्ट र सेयर गर्न नभुल्नुहोला। जय भलिबल।